ओके, सो आजको सेसनमा हामी अब चाहिँ आजको टास्क सुरु गर्न थाल्छौँ। हामी सुरुमा राइटिङको कुरा गर्छौँ है त। सो राइटिङमा इज यु डोन्ट नो देयर आर टु टाइप अफ राइटिङ। यु हेभ टु राइट टु एसे अर टु क्वेसन्स है, दुईवटा क्वेसन सल्भ गर्नुपर्ने हुन्छ। फर्स्ट क्वेसन एउटा हुन्छ, फर्स्ट क्वेसनलाई चाहिँ टास्क 1 भन्छ, जुन चाहिँ रिपोर्ट राइटिङ हो। त्यसपछि सेकेन्ड टाइप अफ क्वेसन जुन चाहिँ टास्क 2 भन्छ, जुन चाहिँ एस्से राइटिङ हो है त। सो यसमा अलिकति डिस्कस गरौँ। राइटिङमा हामीले दुईवटा क्वेसन सल्भ गर्नुपर्ने हुन्छ, एउटा टास्क 1 र अर्को टास्क 2। टास्क 1 भनेको रिपोर्ट राइटिङ हो, टास्क 2 भनेको चाहिँ एसे राइटिङ हो। रिपोर्ट राइटिङ भनेको चाहिँ के भन्दाखेरि नर्मल्ली हामीलाई ग्राफहरू सानो क्लासमा म्याथमा स्ट्याटिस्टिक्समा पढेका ग्राफहरू दिएको हुन्छ। नर्मली ग्राफमा लाइन ग्राफ हुनसक्छ, यस्तो लाइन ग्राफ हुनसक्छ, अथवा अर्को चाहिँ पाइ चार्ट हुनसक्छ है, अनि अर्को चाहिँ टेबल हुनसक्छ नर्मल्ली। त्यसपछि अर्को हिस्टोग्राम्स टाइपको हुनसक्छ, बार ग्राफहरू हुनसक्छ। अनि त्यसपछि अर्को एउटा चाहिँ म्याप हुन्छ, नर्मली लोकेसन। सो म्याप चाहिँ नेपालको म्याप बनाउन बिर्सिएछ। सो म्यापको कुरा हुन सक्यो है, इक्जाम्पलको लागि है, म्याप हुन सक्यो। त्यसपछि अर्को एउटा चाहिँ यही रिपोर्ट राइटिङमा एउटा अर्को टाइपको क्वेसन हुन्छ, जुन चाहिँ प्रोसेस डायग्राम हुन्छ, जस्तो लाइफ साइकलको कुरा हुन सक्यो है। सो डिफ्रेन्ट टाइप अफ क्वेसन हुन्छ, हामी अहिले सिलेबस अनुसार पढ्दै जान्छौँ। अनि एउटा चाहिँ लास्टमा चाहिँ यी मध्येको दुईवटाको कम्बाइन्ड क्वेसन हुन्छ। टास्क 1मा चाहिँ यस्तो टाइपको क्वेसनहरू पर्छ है। नर्मल्ली टास्क 1मा चाहिँ एउटा सर्टेन फिगर दिएको हुन्छ हामीलाई, यस्तो फिगर हुनसक्छ, यस्तो फिगर हुनसक्छ, यो मध्ये कुनै एउटा फिगर हुनसक्छ, त्यो फिगरलाई हामीले डिस्क्राइब गर्नुपर्ने हुन्छ। एसे राइटिङको कुरा गर्दा चाहिँ एसे राइटिङमा चाहिँ हामीले सानो क्लासमा पढ्दाखेरि, जस्तो इक्जाम्पलको लागि नेसनालिटीको बारेमा लेख्छौँ नि है। सो त्यो बेलामा चाहिँ के हुन्थ्यो, नेसनालिटी सानो टपिक हुन्थ्यो, सानो टपिकको बारेमा धेरै कुरा लेखिन्थ्यो। यसमा चाहिँ टपिक नै अलिकति लङ गराएर दिएको हुन्छ, क्वेसन नै लङ गराएर दिएको हुन्छ। इक्जाम्पलको लागि जस्तो टेक्नोलोजी, एउटा इक्जाम्पल है, टेक्नोलोजी हेल्पिङ पिपुल to become less social. So do you agree or disagree? Do you agree or डिसएग्री टाइप, यस्तो टाइपको क्वेसन हुन्छ। अब यसमा हामीले कम्प्लिट एसे लेख्नुपर्ने हुन्छ। पहिला बुझ्नुपर्ने कुरा चाहिँ क्वेसन कस्तो हुन्छ भनेर मात्रै बुझाएको है मैले। यसमा नर्मली क्वेसन नै दिएको हुन्छ, यसमा चाहिँ एउटा फिगर दिएको हुन्छ, त्यो फिगरलाई डिस्क्राइब गर्नुपर्ने हुन्छ। पहिला सुरुमा बुझ्नुपर्ने कुरा चाहिँ यो दुईवटा कुरा भयो। म नोटमा पनि हालिदिन्छु, नोटमा पनि हेर्दा हुन्छ है यो पढाइरहेको कुरा चाहिँ। सो अब अलिकति धेरै कुरा गर्दाखेरि चाहिँ टास्क 1को कुरा गरौँ। टास्क 1को लागि राइटिङको लागि टोटल टाइम फ्रेम भनेको, राइटिङको लागि टोटल टाइम भनेको चाहिँ 1 आवर हो। टोटल टाइम चाहिँ 1 आवरको हुन्छ। 1 आवरमा चाहिँ दुईवटा क्वेसन सल्भ गर्नुपर्ने हुन्छ है। दुईवटा सल्भ गर्दाखेरि चाहिँ यसको लागि हामीलाई क्वेसन दुईवटा एकैचोटि दिन्छ, त्यसपछि सल्भ गर्दाखेरि हामीले 1 आवरमा दुईवटा क्वेसन सल्भ गर्नुपर्ने हुन्छ। अनि अर्को एउटा कुरा थाहा पाउनुपर्ने कुरा चाहिँ मेजर मार्क्स क्यारी गर्ने भनेको चाहिँ, मेजर मार्क्स भनेको टु पार्ट मार्क्स चाहिँ क्यारी चाहिँ हाम्रो टास्क 2ले गर्छ, र 1 पार्ट मार्क्स क्यारी चाहिँ, 1 पार्ट चाहिँ टास्क 1ले गर्छ क्यारी है त। यति थाहा भइसक्यो। त्यो भएर चाहिँ 1 पार्ट मात्रै भएपछि यो सानो हुने भयो, थोरै लेखे पनि हुने भयो है। यसको लागि लेख्नुपर्ने भने चाहिँ 150 वर्ड्स मिनिमम है त, है त। सो यसमा एकदमै धेरै अलिकति पढ्दै जाँदा स्टुडेन्टहरूको धेरै क्वेसन हुन्छ, सर मैले 149 वर्ड लेखेँ भने चाहिँ के हुन्छ भन्ने कुरा हुन्छ क्या। सो 149 वर्डले मात्रै पुग्दैन, यसमा मिनिमम भनेको छ 150 वर्ड पुऱ्याउनै पर्छ, नत्र चाहिँ त्यो पछि ब्यान्ड डिस्क्रिप्टर्सहरूको कुरामा काटिन्छ भन्ने कुरा हामीले पछि थाहा पाउँछौँ है। टास्क 1मा 150 वर्ड लेख्नुपर्ने हुन्छ। सेकेन्ड कुरा लेख्नुपर्ने भनेको, यसलाई चाहिँ टाइम डिभाइड गर्दाखेरि यो 20 मिनट मात्रै हो यसको लागि टाइम फ्रेम है। अनि अर्को कुरा चाहिँ यो एक्ज्याक्टली रिपोर्ट राइटिङ हो, त्यो भएर टास्क 1मा कहिले पनि आफ्नो ओपिनियन्सहरू चाहिँ है,
सो 20 मिनट चाहिँ यसको लागि टाइम फ्रेम हुने भयो है त। अनि एउटा थाहा पाउनै पर्ने कुरा भनेको चाहिँ यसमा जस्तो आइसी विसी जस्ता आइसी भनेको आइसी भने होइन है, आइसी भनेर यस्तो मैले देखेँ विसी भनेर जस्तो कुराहरू आफ्नो ओपिनियन हुन्छ नि। जस्तो यहाँ चाहिँ जस्तो कोरोनाको कुरा गरिरहेछ, कोरोनाले गर्दाखेरि जब गयो, जब धेरैको गयो भनेर त हामीलाई थाहा छ है। तर अब त्यो हामीलाई थाहा पाएको कुरा भयो कि यसमा इन्क्लुड गर्न मिलेन। यसमा चाहिँ सर्टेनली फिगरले जे देखाएको कुरा छ त्यति कुरा मात्र लेख्नुपर्ने हुन्छ। यसरी त्यो भएर चाहिँ नो ओपिनियन्सहरू चाहिँ राख्नै भएन, आफ्नो ओपिनियन्सहरू राख्नै भएन। कसरी नराख्ने, के गर्ने भन्ने कुरा चाहिँ हामी अहिले कोर्समा पढ्दै जाँदाखेरि पढ्छौँ है त। अनि सेकेन्ड कुरा एसे राइटिङको कुरामा चाहिँ अघि हामीले क्वेसन कस्तो हुन्छ भनेर पनि हेऱ्यौँ है। क्वेसन कस्तो हुन्छ भनेर हेरिसकेपछि यसको लागि चाहिँ खासमा हुनुपर्ने चाहिँ 250 वर्ड्स है, नट लेस देन 250 वर्ड्सभन्दा सानो थोरै चाहिँ हुनु भएन है। मिनिमम चाहिँ 250 वर्ड्स हुनु पऱ्यो है। एउटा कुरा टास्क 2 को लागि टास्क 2 लेख्दाखेरि चाहिँ। त्यसपछि सेकेन्ड कुरा चाहिँ अर्को भने चाहिँ यसको लागि चाहिँ अरू 40 मिनट चाहिँ यसको लागि दिनु पऱ्यो, किन यसको वेटेज पनि धेरै छ र के अरे 2 पार्ट मार्क्स चाहिँ हाम्रो यसले क्यारी गर्छ नि त। त्यो भएर यसलाई धेरै टाइम दिनुपर्ने हुन्छ। यसमा चाहिँ यो नर्मली स्टोरी टेलिङ जस्तो हुन्छ, लेख्न चाहिँ मिलाएर लेख्नु पऱ्यो। कसरी लेख्ने हामी हेर्छौँ, स्टोरी टेलिङ जस्तै हो नर्मली। तपाईँहरूले के बुझ्नुभयो, के लाग्छ तपाईँहरूको भ्यू भनेर यसमा खासमा ओपिनियन्सहरू आउँछ है त, क्लियर ओपिनियन्सहरू आउँछ यसमा चाहिँ। अनि मेनली चाहिँ यसमा इक्जाम्पल पनि इक्जाम्पल पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। हामीले डिस्क्राइब गरिरहेको कुराको इक्जाम्पलहरू पनि एकदमै इम्पोर्टेन्ट हुन्छ है। पहिला राइटिङको यति कुरा चाहिँ थाहा पाइहाल्नु पऱ्यो। दुईवटा टाइप अफ राइटिङ, रिपोर्ट राइटिङ, रेसी राइटिङ, टास्क 1 र टास्क 2 भन्छ। टास्क 1 भनेको 150 वर्डको 20 मिनट, ओपिनियन्सहरू लेख्नु मिलेन। टास्क 2 भनेको एसे राइटिङ 250 वर्ड मिनिमम, 40 मिनट, स्टोरी टेलिङ, ओपिनियन्स र इक्जाम्पल्सहरू चाहिँ इन्क्लुड गर्नुपर्छ भन्ने थाहा पाउनु पऱ्यो है त। सो राइटिङको लागि केही छ ओके नाइस। कुन भन्नु त? सो के अब चाहिँ राइटिङ के को आधारमा चेक हुन्छ त, के को आधारमा नम्बर आउँछ त भनेर डिस्क्राइब गरौँ है त। राइटिङको ब्यान्ड डिस्क्रिप्टर्सहरू के हुन्, ब्यान्ड डिस्क्रिप्टर्सहरू के हुन् भनेर कुरा गरौँ। के कुरामा ध्यान दिनुपर्छ भनेर कुरा गरौँ है त। फर्स्टमा सबैभन्दा इम्पोर्टेन्ट कुरा, ध्यान दिनुपर्ने कुरा भनेको टास्क अचिभमेन्ट है। यो भनेको चाहिँ क्वेसनले के सोधिरहेछ, हामीले एन्सर के दिइरहेछौँ भन्ने कुरा है त। क्वेसनले एउटा कुरा सोधिरहेछ, एन्सर अर्को कुरा दिइरहेछ। क्वेसनले जस्तो इक्जाम्पलको लागि फरेन ल्याङ्ग्वेज चाहिँ सानै क्लासदेखि पढ्नुपर्छ भनेर सोधिरहेछ। अनि आन्सरमा चाहिँ फरेन ल्याङ्ग्वेज चाहिँ हामीलाई ठुलो भएपछि इम्पोर्टेन्ट हुन्छ त ठिकै छ ल। फरेन ल्याङ्ग्वेज चाहिँ के अरे सानो क्लासदेखि पढ्नुपर्छ भनेर भन्यो, उता चाहिँ पढ्नु पर्छ र पढ्नुहुन्न भनेर त डिस्क्राइब गर्न पाइयो। तर कहिलेकाहीँ कस्तो कन्ट्राडिक्टरी क्वेसन लेखिदिन्छ कि एन्सर अर्कै कुरा लेखिदिन्छ कि क्वेसनले सोध्यो भन्दा डिफ्रेन्ट कुरा एन्सर लेखिदिएर आउँछ। त्यस्तोमा चाहिँ काटिन्छ है। मेनली चाहिँ टास्क अचिभमेन्ट भनेको क्वेसनले के सोधिरहेछ, एन्सर के लेखिरहेछौँ भन्ने कुरा हो है त। सेकेन्डमा चाहिँ कोहेरेन्स एन्ड कोहेसन। सो यसमा चाहिँ के कुरा हुन्छ भन्दाखेरि एउटा लाइन ग्राफको कुरा गरौँ है त। सो फर्स्ट लाइन के हो यस्तो यस्तो ल, इक्जाम्पलको लागि यस्तो छ लाइन ग्राफ। पहिला यसको कुरा गऱ्यो, त्यसपछि यसको कुरा गऱ्यो, त्यसपछि यसमा कुरा गऱ्यो। यस्तो रङ भयो कि सिरियल बाई फ्लोमा आउनु पऱ्यो। यसको कुरा गर्ने, त्यसपछि यसको कुरा गर्ने, त्यसपछि यसको कुरा गर्ने। एउटा इक्जाम्पल मात्रै हो है, जो लेख्दाखेरि कसरी लेख्ने भन्ने कुरा बुझाउँछु म पछि। कोहेरेन्स एन्ड कोहेसन भनेको आन्सर सधैँ फ्लोमा हुनु पऱ्यो। एकचोटि जस्तो स्टडीको कुरा गरिदियो, त्यसपछि एकैचोटि फेरि प्लेको कुरा गरिदियो, यसको स्टडीलाई कम्प्लिट नगरेर प्लेको कुरा गरिदियो है। यस्तो कुराहरू चाहिँ कोहेरेन्स एन्ड कोहेसनमा एउटाको कुरा गर्दा पहिला एउटालाई कम्प्लिटली सकेर बल्ल अर्कोको कुरा गर्न जानुपर्छ। त्यो चाहिँ कोहेरेन्स एन्ड कोहेसन हो। त्यो गरेन भने पनि नम्बर कट्छ है त। थर्डमा चाहिँ थर्डमै आउँछ लेक्जिकल रिसोर्सेस भनेर, लेक्जिकल रिसोर्सेस भनेर है। लेक्जिकल रिसोर्सेस भनेको रेन्ज अफ भोक्याबुलरी है। रेन्ज है, यो खतरा वर्ड्स भने होइन कि रेन्ज मात्रै भनेको, रेन्ज अफ भोक्याब्सहरूको रेन्ज है। जस्तो सधैँभरि इन्क्रिज मात्रै लेख्न भएन क्या, रिपिटेसन हुनु भएन कि यसलाई अलिकति डिफ्रेन्ट इन्क्रिजलाई अपवार्ड ट्रेन्ड भनेर लेखिदिनु सक्यो। अलिकति डिफ्रेन्ट रेन्जको अलिक वाइड रेन्ज अफ भोक्याब्सहरू युज गर्नु पऱ्यो है लेक्जिकल रिसोर्समा चाहिँ। लास्टमा चाहिँ ग्रामेटिकल रेन्ज र एकुरेसी, ग्रामेटिकल रेन्ज
एन्ड एकुरेसी, यो भनेको चाहिँ टेन्सको युज, है, त्यसपछि अब डिफ्रेन्ट वर्ड्सको युज नै हुने भयो, जे पाए त्यो युज गर्नु भएन। अनि अब जस्तो कमा, फुल स्टप जस्तो सिम्बल्सहरूको युज, यो कुरामा चाहिँ यसमा ध्यान दिनुपर्ने भयो, त्यसको मार्क्स चाहिँ यसमा गर्छ है त। सो मेजर कुराहरू यतिको, मेजर कुरा होइन, हाम्रो ब्यान्ड डिस्क्रिप्टर नै यो चारवटा कुरा हो। अनि अर्को नम्बर अफ वर्ड्स पनि ख्याल गर्नु पऱ्यो है, एउटामा 150 वर्ड, अर्कोमा 250 वर्ड मिनिमम पुग्नुपर्छ भनेर थाहा पाउनु पऱ्यो। यदि पुगेन भने त्यो टास्क अचिभमेन्टमा सर्टेन ब्यान्ड लोवर आउन सक्छ। यति कुरा बुझिसकेपछि मैले धेरै कुरा गरिसक्दाखेरि ब्यान्डको कुरा चाहिँ गरेन है। ब्यान्डको कुरा गर्दाखेरि चाहिँ जस्तो इक्जाम्पल लिउँ है त। सो इक्जाम्पल लिँदै गर्दाखेरि इक्जाम्पल लिउँ है त। इक्जाम्पल पनि यही चारवटा ब्यान्ड डिस्क्रिप्टर्स भन्नाले हाम्रो ब्यान्ड पनि यही चारवटा ब्यान्ड डिस्क्रिप्टर्समै डिपेन्ड भएर आउँछ है। इक्जाम्पलको लागि टास्क वानमा हजुरको, टास्क वानमा है त, सुरुमा के थियो, टास्क अचिभमेन्ट, त्यसपछि हाम्रो कोहेरेन्स एन्ड कोहेसन, त्यसपछि लेक्जिकल रिसोर्सेस र ग्रामेटिकल रेन्ज एकुरेसी भनेर हुन्छ है। यसमा टास्क अचिभमेन्टमा हजुरले 6 ल्याउनु भयो। एउटै क्वेसनको कुरा गरिरहेछु, टास्क वानमा चाहिँ यो चारवटा कुरामा मार्क्स आउँछ, अनि त्यसपछि एभरेज गरेर चाहिँ हजुरको फाइनल मार्क्स आउने हो क्या। त्यसरी टास्क अचिभमेन्ट हजुरले क्वेसनले सोधेको एन्सर दिनुभयो, 6 आयो इक्जाम्पलको लागि। कोहेरेन्स एन्ड कोहेसनमा 6.5 आयो, अनि त्यसपछि लेक्जिकल रिसोर्समा चाहिँ 6 आयो, त्यस्तै ग्रामेटिकल रेन्ज र एकुरेसीमा 6.5 आयो भने चाहिँ यसको एभरेजमा चाहिँ टास्क वानमा हजुरको 6 प्लस 6.5 प्लस 6 प्लस 6.5 डिभाइड बाई 4 गरेर चाहिँ इज इक्वल टु 6.25, विच इज सिमिलर टु 6.5 आउने भयो है टास्क वानमा चाहिँ। टास्क वानमा यति हो। त्यस्तै टास्क टूमा पनि टिएमा आयो, त्यसपछि सिसी, एलआर, जिआरए। जस्तो टिएमा चाहिँ इक्जाम्पलको लागि 7 आयो, सिसीमा पनि 7 आयो, यहाँ 7.5 आयो, अनि लास्टमा 8 आयो। यदि यस्तो आयो भने चाहिँ यसमा यसको टास्क टूको चाहिँ एग्रिगेट कति आउने भयो, अघिको जस्तै सबैको सम प्लस सम अपन 4 गरेर चाहिँ एक्ज्याक्टली 7.5 आउने भयो है त। टास्क वानमा 6.5, यसमा 7.5। अब फाइनल ब्यान्ड स्कोर चाहिँ कति हुने भयो भन्दाखेरि, फाइनल ब्यान्ड स्कोर चाहिँ जस्तो हामीले सुरुमा पढ्दाखेरि भनेको थियौँ, 2 पार्ट चाहिँ टास्क टूको मार्क्स आउँछ र 1 पार्ट चाहिँ यताबाट आउँछ भनेपछि यसको लागि फर्मुला के गर्नु पऱ्यो भन्दाखेरि टास्क वान प्लस 2 इन्टु टास्क 2 अपन 3, यो फर्मुला युज हुने भयो है त। यो फर्मुला युज गर्दाखेरि चाहिँ 6.5 प्लस 2 इन्टु 7.5 डिभाइड बाई 3 इजिकल टु टोटल ब्यान्ड स्कोर चाहिँ हजुरको 7 हुने भयो हो। यसरी ब्यान्ड क्यालकुलेसन हुन्छ है त राइटिङमा। यो सबै कुरा ध्यान दिइसकेपछि हामी यसपछिको नेक्स्ट भिडियोमा राइटिङ टास्क वान कसरी लेख्ने, स्ट्रक्चर कस्तो हुन्छ, कसरी चाहिँ ब्यान्ड स्कोर धेरै ल्याउन सकिन्छ भन्ने कुरा सबै कुरामा इच क्वेसन हुन्छ, जस्तो लाइन ग्राफ, बार चार्ट, सबैको कुरा गर्छौँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू गाइज। आई होप यु आर अन्डरस्ट्यान्डिङ समथिङ फ्रम माई लेसन, एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। ओके, बाई, सी यु इन द नेक्स्ट सेसन।